होइन हो, के खोजिरहेको? यस्तो दामी बिरयानी बनाउँदैछु, हलचल नगरी भिडियो हेर्नु त अन्तिमसम्म। आज म क्लासिक डम चिकन बिरयानी बनाउँदैछु। कसरी बनाउने हो सबै स्टेप बाई स्टेप देखाउने छु, भिडियो अन्तिमसम्म हेर्नु होला। पहिले चिकनमा बेसार, खुर्सानी धुलो, धनियाँ, जिरा, अदुवा लसुन पेस्ट, दही, नुन र अलिकति तेल हालेर राम्रोसँग मिक्स गर्छु। अब तेल र घिउ तताएर तेजपत्ता, दालचिनी, इलाइची, ल्वाङ, काली मिर्च हाल्छु। प्याजलाई गोल्डन ब्राउन बनाउँछु। अब चिकन राम्रोसँग पकाउँछु। अब डममा राखेर बिस्तारै पकाउँछु। ओहो, कस्तो सुगन्ध र स्वाद आउँदैछ। आजको बिरयानी पकाउने स्टाइल कस्तो लाग्यो? मन पर्यो भने लाइक, कमेन्ट र फलो गर्न नभुल्नु होला। धन्यवाद। बाइ बाइ।